फर्म शब्द नै अंग्रेजी भएकोले फर्महरु सबै अंग्रेजीमा हुनुपर्ने, तर यहाँ बंगलामा आएकोले गर्दा सबैलाई असुविधामा पार्यो। तर पनि भर्न कर लाग्यो। यो एसआईआर इन्युमरेसन फर्म भर्न अघि यहाँ कलर फोटो छेउमा नयाँ रिसेन्ट पासपोर्ट साइजको कलर फोटो टाँसिकन ब्ल्याक और ब्लू बल पेन द्वारा चाहिँ यो भर्नुपर्ने हुन्छ। तर अहिले मैले रफली यो पेन्सिलले भरेको छु, हेर्नु होला। पहिला डेट अफ बर्थमा डेट, मन्थ अनि इयर, त्यसपछि 12 डिजिटको आधार कार्ड नम्बर अनि मोबाइल नम्बर, फादर्स नेम, फादर एक्सपायर्ड छ र भोटर लिस्टमा नाम छैन भने नट एप्लिकेबल, अनि आमाको नाम, आमा एक्सपायर्ड हुनुहुन्छ भने नट एप्लिकेबल, एपिक नम्बर लेख्नु परेन। हुनुहुन्छ भने चाहिँ एपिक नम्बर लेख्नु पर्यो, भोट कार्ड नम्बर। अनि स्पाउस, स्त्रीको नाम लेखेपछि उनको भोट कार्ड नम्बर पनि यहाँ लेख्नुपर्ने हुन्छ। र 2002 को भोटर लिस्टमा मेरो नाम खोज्दा भेटियो भने यो देब्रेपट्टिको कलम भर्नुपर्ने हुन्छ। अनि मेरो नाम छैन र बाबा आमा बाजे बोजूको छ भने यतापट्टि दाहिनेपट्टि भर्नुपर्ने हुन्छ। र अब भोटर लिस्ट 2002 को वेबसाइटमा गएर खोज्नुपर्ने। अब भेटिन्छ कि भेटिँदैन हेरौँ। वेस्ट बेंगल गभर्नमेन्ट भोटर लिस्ट, त्यहाँबाट त्यो क्लिक गरेपछि सेकेन्ड अप्सन आउँछ वेस्ट बेंगल भोटर लिस्ट 2025 चिफ इलेक्टोरल अफिसर वेस्ट बेंगल। त्यहाँ इलेक्टोरल रोल अफ एसआईआर भन्ने आउँछ 2002। त्यसमा क्लिक गरे भने डिस्ट्रिक्टको नाम आउँछ। डिस्ट्रिक्टहरुमा हाम्रो दार्जिलिङ पर्यो। दार्जिलिङमा क्लिक गर्दाखेरि त्यहाँबाट एसेम्ब्ली कन्स्टिट्युसन फाँसीदेवा पर्थ्यो हाम्रो त्यति बेला। अहिले चाहिँ माटीगढा नक्सलबारी पर्छ, पहिला चाहिँ फाँसीदेवा पर्थ्यो। र फाँसीदेवामा क्लिक गरेपछि पोलिङ स्टेसन नेम, कुन स्कुलमा त्यो भोट हाल्नु जान्थ्यो, भोटर केन्द्र। 2002 को भोटर लिस्टमा नाम भेटेपछि त्यसलाई प्रिन्ट आउट निकालेर त्यही अनुसार यो देब्रेपट्टिको कलममा स्पेलिङ भुल भए पनि जे लेखेको छ त्यही अनुसार लेख्नुपर्ने हुन्छ। अनि एपिक नम्बर छ भने लेख्नुपर्छ, छैन भने खाली छोड्नु पर्यो। अन्त बाबाको नाम अनि रिलेसनमा हुन्छ बाबा, डिस्ट्रिक्ट दार्जिलिङ अनि वेस्ट बेंगल स्टेट, विधानसभा क्षेत्र एसेम्ब्ली कन्स्टिट्युएन्सी फाँसीदेवा र त्यसको नम्बर हो एसेम्ब्ली कन्स्टिट्युएन्सी नम्बर 26, पार्ट नम्बर 74 र मेरो जहाँ भेट्यो र सिरियल नम्बर 615 लेखेर यहाँ मुनिपट्टि बल पेनले साइन गर्नुपर्छ। अनि 2 कपी बनाएर 1 कपीमा चाहिँ रिसिभ गरिदिन्छ बिएलओले।